अब मानौँ न सेकेन्ड मास्टर्स गर्नलाई, तर म फर्स्ट मास्टर्सकै लोन अझै तिरिसकेको छैन क्या। अल इज वेल भनेर अब भन्ने हो आफूलाई, तर वास्तवमा वेल हुन्छ जस्तो लाग्दैन क्या मलाई। आई गट स्क्याम होइन। अब त्यसमा चाहिँ नि स्क्याम त भएकै हो। 5 वर्ष बस्छु फर्किन्छु भनेर आएको मान्छे बिचामा एभ्री 6 मन्थमा रुल चेन्ज भइदिरहेको। कसरी म ठिक हुन सक्छु त? मसँग छ त तनाव होइन, छ त होइन। मसँग मात्र यस्तै त तनाव सबैसँग हुन्छ नि। अब Fuda presents Kajiko Katha, powered by ICS, energized by Duke's Cafe and Eatery, Season 1, Australia before and after the transition. नमस्ते एभ्रिवान, म सुरेन्द्र गुप्ता होइन। अस्ट्रेलिया आएको 3 वर्ष भइसक्यो। अब थ्याङ्क यू पहिला सबैभन्दा प्रथम त धन्यवाद तपाईँहरूलाई होइन, मलाई मेरो कथा मेरो स्टोरी प्रेजेन्ट गर्न दिनुभयो होइन, त्यो चान्सको लागि धेरै धेरै धन्यवाद। सो अब बिगिनिङ स्टार्ट गर्ने हो भने होइन, नेपालबाट मलाई लाग्छ म ब्याचलर पढुन्जेलसम्म, म स्पेसली थर्ड इयरमा हुन्जेलसम्म पनि लाइक म अस्ट्रेलिया जान्छु या विदेश जान्छु भन्ने प्लानै थिएन मेरो। अनेस्टली लेट थर्ड इयरतिर बल्ल होइन अब त साँच्चै पनि जानुपर्छ कि जस्तो लाग्यो क्या। त्यसमा फेरि मेरा टिचरहरूले पनि होइन, ब्याचलर पढाउने टिचरहरूले पनि होइन, सुरेन्द्र के गर्छौ यहाँ, अलिकति मेहनत गर विदेशतिर हान्य भन्ने तरिकाले जुन मोटिभेट गर्नु, लेट्स ट्राई वन्स भनेर। अनि ब्याचलर 4th इयरमा अलिकति पढियो, राम्ररी गरियो, जस्ट ट्राई गरियो। 23मा चाहिँ नि फाइनल्ली अस्ट्रेलिया आइयो, त्यो सक्सेस बनाइयो। ल ठिकै छ, अस्ट्रेलिया जानैपर्छ भन्ने तरिकाले आइयो। सुरुमा बसाइ त ब्रिस्बेनको भयो, ब्रिस्बेनतिर आइयो युनिभर्सिटीमा। अब नेपालबाट त हेर्दा अब एमएड एमबिए भनेर आइयो, ल ठिक छ, ड्युअल डिग्री राम्रो हुन्छ भनेर आइयो। तर आइसकेपछि धेरै कुराहरू के बुझियो त भन्दा, यहाँ त ड्युअल डिग्री राम्रो डिग्री भन्दा पनि अस्ट्रेलियामा कसरी रोकिन्छ त मान्छे, र अस्ट्रेलियाले हामीलाई कसरी फाइदा दिन सक्छ, हामीले कसरी फाइदा लिन सक्छौँ, त्यो हिसाबले त्यो कुराहरू धेरै बुझ्दै जाँदा होइन, एमएड एमबिएले त ड्युअल डिग्रीले चाहिँ नि केही नगर्दो रहेछ, वेस्ट हो, टाइम वेस्ट, मनी वेस्ट हो भन्ने बुझियो। आफूले त अब नेपालबाट त्यो बुझेर आयो थियो राम्रो, यहाँ आइसकेपछि राम्रोले पनि नहुँदो रहेछ। अब त्यहाँ अब पिआरको लागि पनि सोच्नुपर्ने होइन भने अस्ट्रेलियाले अब टिआर पछि फेरि बस्न पाइन्न भन्ने कुराहरूले गर्दा कोर्स चेन्ज गरियो। यहाँ आइसकेपछि होइन, धेरैको त्यो ड्रिम चाहिँ नि चेन्ज हुन जान्छ। कसैको मजबुरीमा हुन्छ, कसैले नचाहँदै हुन्छ क्या। अब कहाँ हुन्छ, अकाउन्टिङतिरको मान्छे, आइटीतिरको मान्छे नर्सिङतिर चेन्ज हुनुपर्ने, नर्सिङमा आइदिनु पर्ने, जुन कि आफ्नो फिल्डै होइन, इच्छा नै छैन, रुचि नै छैन, तर पनि हामी कतातिर गइयो छ त भन्दा छोडेर, आफ्नो फिल्ड छोडेर नर्सिङ, जुन कि नेपालमा छन्जेल त्यो हुन्छ नि, एउटा दिमागमा पनि कहिले आएन कि लाइक म कुनै बेला नर्सिङ पढौँला, नर्सिङको स्टुडेन्ट हुम्ला न, अब एज अ सानोतिनो डक्टरै भनौँ न, केयररै बनौँला भन्ने पनि नभएका कुराहरू पनि गर्नु पर्दो रहेछ। अब पिआर कसरी निस्किन्छ त्यो हिसाबले सोचेर, तर त्यो हिसाबले सोचेर जान त जान्छन्, तर मलाई के लाग्छ भविष्यमा गएर त्यसले मान्छेलाई रिग्रेट फिल पनि गराउन सक्छ कि लाइक त्यो आफ्नो रुचिको विषय होइन भने लङ टर्मसम्म मलाई लाग्दैन त्यो फिल्डमा उनीहरूले आफ्नो 100% दिन सक्छन्। एकताको मैले नि सोच्थेँ अस्ट्रेलियाले साँच्चै स्क्याम त गरेको होइन जस्तो लाग्थ्यो क्या मलाई। किन भन्दा अब सुरुमा आइयो एमएड एमबिए भनेर आइयो, राम्रो होला भनेर आइयो, अनि स्पेसली 5 इयर्सको टिआर छ, म त पिआर लेख्दैन 5 वर्ष बस्छु फर्किन्छु भनेर आएको मान्छे बिचामा एभ्री 6 मन्थमा रुल्स चेन्ज भइदिइरहेको हुन्छ। रुल्स चेन्ज, टिआर 2 वर्ष, अब के गर्छौ, पढ या अर्को कोर्स चेन्ज गर, होइन भने आफूले आएको लोन पनि पे गरिसकेको नहुँदाको केसमा अब अनेस्टली स्पिकिङ होइन, अब लोन पनि पे गरिसकेको हुँदैन, अब चेन्ज त गर्नै पर्यो। अनि अब त्यो 2 इयरको टिआरमा आफूले पढेका खर्च पनि उठाउन सकिन्न, त्यो खर्च नउठाउन सक्दाखेरि चेन्ज गर्नै पर्यो अनेस्टली। अनि अब त्यसरी चेन्ज गर्नेहरूमा पनि धेरै नै छन्। मैले पनि अब त्यो एमबिएबाट चेन्ज गरेर टिचिङतिर आएँ। हालाकि मेरो लाइक टिचिङको त अब नेपालबाट पनि ब्याकग्राउन्ड थियो, नेपालबाट पनि करियर मेरो चाहिँ टिचिङमै थियो, म टिचिङ गरिरहेको पनि थिएँ, जस बिएड पनि पढा हो, यहाँ पनि एमएडै गर्ने प्लानमा पनि हो, तर एटलिस्ट 5 वर्ष बसेर फर्किन्छु भन्ने प्लान त थियो। तर आइसकेपछि अर्को 6 महिनामा चेन्ज, टिआर 2 वर्ष बनायो, अब त हानिनपर्छ भनेर। अनि अब सोच कहाँ छ त पिआर सजिलो लाइयो, अब कता भन्दा नर्दर्न टेरिटोरी डार्विनमा। त्यस्तो डार्विनको विषयमा सुनिन्थ्यो होइन, यस्तो गर्मी हुने ठाउँ, त्यहीँबाट सर्प कर्कडाइलहरू जताततै,
अनि फर्स्ट नेसन पिपलहरूको आतङ्क नै छ एक हिसाबले सुनिन्थ्यो होइन। त्यो अब सुन्दाखेरि होइन अब उनीहरूलाई कानुन लाग्दैन अरे उनीहरूले मारे पनि जे गरे भने पनि भन्ने खालका कुराहरू पनि सुनियो होइन। र्युमर अब लाइक विकृतिहरू पनि टन्नै छन् होइन, नहुने पनि होइन। लाइक अब रिलेसनमा स्पेसली रिलेसनसिप हेर्ने हो भने होइन, अब रियल इक्जाम्पल पनि अब अस्ट्रेलिया आएको 2 महिना भएको थियो। 2 महिना हुन्जेल अब 2 महिना भयो डिपेन्डेन्टमै 2 आए बुढाबुढी साथी होइन। अनि बुढा चाहिँ नि मसँगै काम गर्नुहुन्थ्यो साथीले। अनि त्यसपछि आएको 2 महिनापछि उहाँको श्रीमतीले चाहिँ नि त्यही खैरे भन्नाले यहीँको मान्छेसँग अनि गएर आफ्नो उतातिर बोयफ्रेन्ड बनाएर उतातिर लाग्नुभयो। उता बिचारा भन्ने अब के भन्ने होइन। उहाँ साथी चाहिँ नि दोधारमा अब उता लागिसकेपछि अनि बुझ्दै जाँदा सोच्दै जाँदा अनि कुराहरू बुझ्दै जाँदा साथीहरूले पनि भन्थे, एक्सप्रेस गर्थे लाइक 7 इयर्स 8 इयर्सको रिलेसनसिप थियो अरे। 7-8 इयर्सको रिलेसनसिप पनि यहाँ आएर त कसरी 2 महिनामा पनि चकनाचुर भएको पनि देखाएको छु। अब यसरी यो डिभोर्स हुने अनि बोयफ्रेन्डले गर्लफ्रेन्डले बोयफ्रेन्डलाई धोका दिनेहरू कुराहरू त जताभावी नै छरपष्टै छन् अहिले त। यहाँ मात्र होइन कि अरू कन्ट्रीमा पनि यो त आइरहेको हुन्छ न्युज। तर एटलिस्ट 2-4वटा घटना चाहिँ नि आफ्नै क्लोजमा देखेको भएर पनि मलाई त्यो प्रति वास्तवमा किन होला त यस्तो भन्ने सोच, यस्तो किन होला त भन्ने खालको क्वेसनहरू पनि आउँछ। जुन कि यो पनि होइन ल त नि 2-4 दिनको रिलेसन थियो होला भेइयो। यत्रो वर्षौँका 7-8 वर्षसम्मका रिलेसन पनि 2 महिनामै टोट्ने रहेछन् यहाँ आइसकेपछि। मैले के गर्छु त अनेस्टली भन्नुपर्दा असाइनमेन्टहरू हुन्छन्, असाइनमेन्ट बेस प्रयोग धेरै जसो हुन्छ। असाइनमेन्ट बेस हुँदाखेरि ChatGPT गुगल स्कलरहरूबाट यताउति होइन सोसल मिडियाहरूबाट प्लेटफर्महरूबाट यस्तै अनि खासमा गरिन्छ, सब्मिट गरिन्छ। प्राय धेरै टाइमहरू त मैले एकचोटि भन्दा 2 चोटि रिपिट गरेर पनि हेर्दिनँ के लेखेछु भनेर पनि। ChatGPTले दियो जे त्यसले दियो एकचोटि सर यसो टाइम छ भने एकचोटि हेरियो, त्यसपछि सेकेन्डचोटि पनि हेर्दैन मैले त्यहाँ के लेखेर रहेछ त भनेर। त्यो साँच्चै यस्तो सोच्दाखेरि मेरो मात्र नभएर यो यसो सोध्छु मैले अरू साथीहरूलाई पनि के छ कतिको हेरिन्छ रिपिट गरिन्छ त भन्दा कहाँ रिपिट गर्ने टाइम छ साथी, कामबाट आयो खायो अलिअलि असाइनमेन्ट गर्यो भेइयो भन्छन्। अझ त कसैलाई त टाइम पनि हुँदैन, असाइनमेन्ट पनि किन्ने रहेछन्। असाइनमेन्ट पनि किन्ने रहेछन्। अब त किनेको असाइनमेन्टमा के उनीहरूले पढे त भन्छु मैले। एटलिस्ट हामीले त गरिन्छ, एकचोटि पनि रिपिट गरिन्छ, हेरिन्छ। अलि थोरै भयो नि केही न केही वर्डहरू सेन्टेन्सहरू पनि दिमागमा जान्छ। तर ती किन्नेहरू जुन साथीहरू धेरैले किन्दो रहेछन् फेरि त्यो किन्दाखेरि त झन् किनेछ हेरेछ सब्मिट गरिदिएछ, प्रुफ रिड पनि गर्दैनन् लेखेको के छ भनेर। मैले अब भन्नुपर्दा त ब्याचलर्समा के पढेँ भन्ने पनि अलिअलि थाहा छ। तर यहाँ मैले एउटा मास्टर्स सकाएँ, तर त्यो मास्टर्समा के कुराहरू राम्रो कुरा के कुराहरू वास्तवमा पढेँ भनेर पनि त्यति यादै छैन मलाई। पढ्यो असाइनमेन्ट गरियो पास भयो तर पनि याद छैन। हो यस्ता कुराहरू पनि पढाइको कुराहरूमा धेरै हुन्छ यहाँ। अब लाइफ पनि त्यस्तै हुन्छ कि त पढ्न गयो कलेज काम असाइनमेन्ट अनि 1-2 दिन फ्री हुन्छ मान्छे अनि फ्री भएको टाइममा आज त छुट्टी छ भनेर सुत्दिने, चिल पारामा सुत्दिने। अब हप्तामा अब कति 80-85 घन्टा हुन्छ मान्छेले, त्यही मैले कहिलेकाहीँ देखिरहेको हुन्छु 70 घन्टा 80 घन्टा पनि गरिदिरहेका हुन्छन् विकमै पनि। भनेपछि मान्छेमा के छ त काम मात्रै यसो हेरिरहेका हुन्छन् धेरै, त्यो पढाइलाई वास्तवमा सिरियसली नलिरहेका पनि केसहरू हुन्छन् जुन कि त्यो पछि गएर त इम्प्याक्ट पार्छ। जो एक हिसाबले आर्जन त पैसा त आर्जन गरिरहेको हुन्छन् तर त्यो सँगसँगै हामीले केही कुराहरू गुमाइरहेको जस्तो पनि मलाई महसुस भएको। लाइक त्यो ह्याप्पिनेस जुन त्यो खुसी हुन्थ्यो नेपालमा, ह्याप्पिनेस हुन्थ्यो लाइक छरछिमेक इष्टमित्र यो रिलेटिभ्स थियो उता साथीभाइ यताउता बस्यो गऱ्यो गफ गऱ्यो, ती कुराहरू पनि मिस गरेका हुन्छन् धेरै। किनकि यहाँ आयो को छ छरछिमेकमा पनि थाहा हुँदैन, यताउति दायाँ बायाँ पनि कसैले केहीको मतलबै छैन, आफ्नै तरिकाले बसेछ रुममै सँगै बस्ने साथी भए पनि मोबाइल चलाएर बस्छन् तर अब कुरा गर्ने टाइमहरू पनि हुँदैन। त्यो लोन्लीनेस फिल हुने अनि एङ्जाइटीहरू डिप्रेसनहरू सायद मलाई लाग्छ यहीँबाट उब्जिन्छन् जस्तो लाग्छ क्या। अनि कुलतमा फस्नेहरू पनि उस्तै छन्, कुलतमा फस्नेहरू यी लाग्छ मलाई वान अफ द मेन रिजन त्यही नै डिप्रेस्ड हुनु अनि आफूले सोचे जस्तो नभएको कारणले गर्दा धेरै हुनु भन्ने जस्तो नि लाग्छ। किनकि त्यत्रो होप लिएर आउँछन् 20-25 लाख फी तिरेर खर्च गरेर आउँछन् कमाउने हिसाबले गर्ने हिसाबले। तर यहाँ आइसकेपछि अब भर्खर आएका +2 दिएका अब 17-18
19 वर्ष भनौँ 18 वर्ष भनौँ भाइ बहिनीहरू हुन्छन्। उनीहरूले अब एक त धेरैले आजकल नेपालमा त्यो भन्छन् नि पापाकी परी टाइप त्यस्ता नि हुन्छन्। अनि कोही सिङ्को नभाँचेका मान्छे पनि हुन्छन् होइन, अहिले हुन्छन् नि त सहर बजारतिर स्पेसल्ली हुने खानेहरूमा। अनि उनीहरूले केही नगरेका मान्छेहरू यहाँ आएर एक्कासी अब त्यो अब फी तिर्नलाई पनि 24 घन्टा हामीले एज अ स्टुडेन्टले पाउने 24 घन्टा गरेर खाना बस्न लाउन बाहेक अरू केही पनि गर्न सक्दैन। फी उठाउन छ भने कम्तीमा पनि उसले हप्तामा 40-50 घन्टा गर्नै पर्यो। त्यो गर्दाखेरि 40-50 घन्टा कामको ओभरलोड खासमा सहन नसकेर ठेक्न नसकेर अब डिप्रेस्ड हुने अनि कुलतमा फस्ने। अब कुलतमा पनि अब धेरै फँसिरहेका पनि हुन्छन्, देखिरहेको हुन्छु। स्पेसल्ली यहाँ आइसकेपछि धेरैले सिक्दो रहेछन्, के भन्छ त्यो भेप तान्ने भेप खाने भेप तान्ने सिक्दो रहेछ। म त नेपालमा छन्जेल भेप भन्ने थाहै थिएन। यहाँ आएर मान्छेले देख्दाखेरि राम्रा होइन राम्रा मान्छेहरू पनि सज्जन मानिएका मान्छेहरू पनि मैले यहाँ आएर त्यो भेपमा त्यो वाइनहरू होइन के भन्छ त्यो वाइन अब पुरै नाम पनि मलाई थाहा छैन, ती कुराहरूमा पनि होइन फँसेको त्यो कुलतमा फँसेको देख्दाखेरि पनि वाइ जस्तो लाग्छ। मुई एमएड एमबिएमा आएँ तर त्यति बेला त्यो सोचेन कि यो कोर्सले पिआर दिन्छ कि दिन्न। अनि गएर ल त नि जाऊँ न पहिला अस्ट्रेलिया छिरेर हामीले छिरिसकेपछि हामीले गरौँला नि त। पहिला गोल त छिरम भन्ने थियो, हो त्यो छिरम भन्दाखेरिमा पनि अब आइयो छिरियो अस्ट्रेलिया त। तर त्यति बेला थाहा थिएन यो पिआर दिने कोर्स हो होइन। अब त्यही एउटा मोटिभले गएर त आइसकेपछि अनि पढिसकेपछि बल्ल थाहा भयो ए यो कोर्सले चाहिँ नि अब दिँदैन, आउटकम छैन राम्रो यसको। पढिसकेपछि कि त अब घर फर्किनुपर्छ विदाउट पिआर भन्ने तरिकाले जब कुरा थाहा भयो, यसरी नै धेरैलाई थाहा हुन्छ। अनि त्यसपछि चाहिँ नि चेन्ज गर्नतिर अब लाग्छ। यतिको व्यस्त हुँदो रहेछन् भन्दा यहाँ आइसकेपछि हामी यतिको व्यस्त हुन्छौँ कि लाइक काम अनि काम आउँछौँ। के हुन्छ त हाम्रो इन्टरनेसनल स्टुडेन्ट एज अ नेप्लिज स्टुडेन्ट भनौँ न, धेरैलाई सुरुमा पाउने जब भनेको किचनहरूतिर भाँडा हान्नेदेखि लिएर क्लिनिङहरूतिर यिनीहरूमा पाइन्छ। एचकेयरहरू पनि पाइन्छ गरिसकेपछि त्यता पाइन्छ। र हामीले अब मानौँ ब्याचलर्स अकाउन्टिङ पढिरहेछ भने हामीले यिनी फिल्डमा काम गरेछौँ भने त्यो अकाउन्टिङ फिल्डतिर जब खोज्नुपर्छ भन्ने पनि दिमागमा नआउँदो रहेछ जस्तो लाग्यो क्या मलाई। मेरै पनि अब आएन त्यति बेला, अब किनकि काम पनि राम्रो चलिरहेको थियो, सबै राम्रै आवर्सहरू पनि राम्रै गरिरहेको थियौँ। त्यो गरिराख्दाखेरि ए प्रोफेसनल जब खोज्नुपर्छ है भन्ने खालको ज्ञानै दिमागमा नआउने। अनि त्यो दिमागमा कति बेला आयो त प्रोफेसनल जब खोज्नुपर्छ भन्दा जब टु लेट भइसक्छ त्यति बेला बल्ल। कन्सल्टेन्सीले त बरु एटलिस्ट कहिलेकाहीँ त पिआरको वे त देखाउँछ नि त, ल यो कोर्समा पिआर छैन यो कोर्स गर्दा पिआर आउँछ है। म वास्तवमा एप्लाई गरुन्जेल ब्रिस्बेन पनि छ भन्ने पनि मलाई त्यति राम्रोसँग ज्ञान थिएन अनेस्टली। ब्रिस्बेन छ भन्ने थाहा थिएन मलाई, सिडनी थाहा थियो। अब सिडनी मेलबर्न सुनेको थिएँ तर यो ब्रिस्बेन त्यति अब सुन्यो होला तर मलाई याद थिएन। तर अब कन्सल्टेन्सीमा गइसकेपछि अनि यो युनिभर्सिटी चाहिँ नि ब्रिस्बेनमा पनि छ, के गर्ने हो यहाँ गर्ने भन्दाखेरिको केसमा चाहिँ नि अनि ब्रिस्बेन गरियो र आइयो वास्तवमा अनि ब्रिस्बेनतिर हान्नियो। तर त्यो थाहा भइरहे मैले ल म यो युनिभर्सिटी यहाँ छ यस्तो छ भन्ने तरिकाले त्यति धेरै सोचिएन। ल ठिक छ जाम उहीँ गएर अब केही गर्न पर्यो भने चेन्ज गरौँला भन्ने तरिकाले आइयो आउन त। अब त्यो भन्दा नि के मलाई खुसी चाहिँ नि त्यो म आफ्नै गाउँठाउँ आफ्नै परिवार इष्टमित्र साथीभाइहरूमा बसेर जुन गरिन्थ्यो, बरु थोरै पैसा भयो नि कमाउनु, थोरै पैसा होस् तर जे होस् त्यो जुन इन्टर्नल फिलिङ इन्टर्नल खुसी हुन्छ त्यो चाहिँ नि उतैतिर हुन्छ जस्तो लाग्छ, उतैतिर छ पनि। योभन्दा त बेटर लाइफ सायद नेपालमै थियो। घर परिवार छोडेर आइयो, त्यत्रो इष्टमित्र छोडेर आइयो, यहाँ न कोही एक्लै। अब त्यो काम खोज्न जाँदाखेरि पनि एक्लै झोला भिरेछ, रेज्युमे प्रिन्ट गरेछ राखेछ अनि एक्लै हिँडेछ लुखुर। न कोही सोधिदिने छन् न कोही हेरिदिने छन्। वास्तवमा सुरुमा त हुँदैनन् पनि कसैको पनि। त्यो क्षणमा चाहिँ नि मलाई त्यो फिल भएको थियो र त्यो फिल मैले यसो सोध्थेँ, अरू साथीहरूले पनि सोध्थेँ आएको सुरुमा के छ त अवस्था, कस्तो सोच्थिस् त भन्दा एउटा इक्जाम्पल मेरै साथी नेपालबाट होइन काठमाडौँमा नम्बर 1मै उसले लोकसेवा पास गरेर नाम निकालेको मान्छे। उसले के भन्थ्यो भन्दा सुरुमा यदि म सायद राजीनामा दिएर नआएको भए म नेपाल फर्किन्थ्यो होला भन्ने पनि माइन्ड कन्सेप्टको मान्छे होइन। किनकि यहाँको स्ट्रगल यहाँको भोगाइ भोगिसकेपछि
उसले यहाँसम्मको कुरा पनि भनेको थियो। मेरो फर्स्ट जब चाहिँ नि एज अ किचन ह्यान्ड नै थियो, भाँडा हान्ने नै थियो। म सुरुमा भाँडा हान्ने भनेरै गइयो, तर सुरुको भोगाइ के छ भन्दा सुरुमै त्यही दिन ट्रायल प्लस ल त नि काम पनि गर न त भन्ने तरिकाले भन्नुभएको थियो होइन। एउटा दिदीले, नेपाली नै दिदी हुनुहुन्थ्यो, मलाई त्यहाँ काम लगाइदिने। सुरुको दिनै 8 घन्टा परेछु म। 8 घन्टा पर्दाखेरि यत्रो ठुलो रेस्टुरेन्ट पनि, त्यो रेस्टुरेन्ट होइन पब थियो सायद, ठुलै थियो। त्यो 8 घन्टा त्यो उभिएर भाँडा हान्दा त्यो दिन, त्यो फर्स्ट डे चाहिँ नि यस्तो फिल भएको थियो कि लाइक खुट्टाहरू पनि भनौँ न उभिँदाखेरि पनि यसो कामेको जस्तो फिल क्या। अनि त्यो रेस्ट गर्दाखेरि पनि, त्यो रेस्ट पनि भन्दा नि त्यो कामेको फिल लास्टै गाह्रो भएर म वासरुम पनि गएँ। त्यो वासरुम गएँ, तर वासरुम के गर्न गएँ त भन्दा यसो 2 मिनट बसेर थकाइ मार्न गएको पनि केस थियो कि त। फर्स्ट डे म 3-4 पटकै गएँ 8 घन्टाको सिफ्टमा पनि होइन। फर्स्ट डे आउँदाखेरि, फर्स्ट डेको जबमा, किनकि त्यो कस्तो उभिँदाखेरि पनि त्यो भाँडा नन स्टप। सायद म त्यति बेला भाँडा हान्दा एक मिनटको पनि ग्याप थिएन होला कि मैले लाइक हानेन होला, प्लेट सिलेट मिलाएन होला वाला टाइपको क्या। अनि त्यो फर्स्ट दिन चाहिँ नि त्यसरी पनि गरियो होइन। कोहीले त भन्नुभयो यार बेकारमा आएछु यार, त्यत्रो ब्याङ्कमा यार हाकिम भएर, यार आफ्नो ब्याङ्कमा हाकिम भएरै बसिरहेको, आफ्नो ब्रान्चमा त्यस्तो अवस्थामा थिए, तर यहाँ आएर यार यस्तो अरूको जुठो भाँडा पनि हान्नियो भनेर हानिँदैछ भनेर पनि भन्ने मान्छे पनि छन् मसँग। MBBS पढेको दाइ हुनुहुन्थ्यो नेपालमा। अनि नेपालमै मैले उहाँलाई सोधेँ, दाइ तपाईँ त MBBS पढेको व्यक्ति, अनि त्यत्रो 4-5 लाख त एटलिस्ट अब मेहनत गरेर त कमाइन्थ्यो होला त्यहाँ नेपालमा भन्दाखेरि, त्यो दाइले त्यति बेला नेपालमा त कमाइन्थ्यो भाइ, 7-8 लाखै कमाउँथ्यो कुनै बेला त। तर के भइदियो भन्दा आफ्नो मात्र इच्छाले नचल्दो रहेछ भन्ने कुराहरू आयो। अनि यसो कुराहरू गर्दै जाँदा, बुझ्दै जाँदा वास्तवमा दाइको विचार त रहेनछ अस्ट्रेलिया आउने, तर के भयो कुरा भन्दा उहाँको वाइफको चाहिँ नि ड्रिम कन्ट्री रहेछ फेरि। उहाँको वाइफको चाहिँ नि अस्ट्रेलिया भन्ने ड्रिम कन्ट्री, एनी हाउ अस्ट्रेलिया जान छ बुढो भन्ने। अनि उहाँकै दबाबमा भनौँ न, फोर्समेन्टमा एउटा हिसाबले फोर्सले गर्दा अस्ट्रेलिया हानिनु भएको दाइ पनि भेटे, जुन कि MBBS गर्नुभएको थियो। अनि यहाँ आएर के गर्नुभयो त दाइ जब भन्दाखेरि, भाइ 2टा ठाउँमा काम गर्छु, एउटा भाँडा हान्ने, एउटा हाउसकिपिङमा गर्छु भनेर पनि भन्नुभयो। सुरुमा आउँदाखेरि वास्तवमा हामी नेपालीहरूमा मात्र होइन कि सायद अरूमा पनि होला, तर स्पेसली आफूलाई हेर्दा, अरूलाई हेर्दाखेरि साँच्चै यो एक हिसाबले कन्फिडेन्स पनि लेकिङ हुन्छ त्यसमा। किन भन्दा अब आफूसँग केही एक्सपिरियन्स हुँदैन, अस्ट्रेलिया आइएछ, एक्सपिरियन्स छैन। अनि अर्को कुरो दिमागमा यो पनि हुन्छ, अब जब छिटो छिटो पैसा कमाउन पऱ्यो, फी तिर्न छ भन्ने तरिकाले। अब छिटो पाउने जब सायद मलाई लाग्छ इजी जब भनौँ न, एक हिसाबले इजी जब नै किचन एन्ड क्लिनिङ नै हो जस्तो लाग्छ। प्रयास त म फर्स्टचोटि अस्ट्रेलिया आउँदा पहिला सुरुमा चाहिँ नि एज अब नेपालमा पनि पढाएको एक्सपिरियन्स थियो। अनि होइन किन न मैले कोही सायद ट्युसन पढ्ने पनि हुन सक्छन्, ट्युसन भन्दा नि यसो केयर गरिदिने, लाइक अब यहाँको अब प्राइमेरीसम्म हुन्छ कि कतिसम्म हुन्छ भन्ने तरिकाले मैले जोरामा पनि हालेको थिएँ है। जोरामा पनि लाइक म एक्सपिरियन्स टिचर हो नेपालको, यो सब्जेक्टहरू, यो विषयहरू, युनिटहरू पढाएको थिएँ भनेर हालेर मैले वास्तवमा एकजनासँग कनेक्सन पनि भएको थियो, लाइक ल ओके उहाँले मेरो छोरालाई यसो हेरिदिनु न त भनेर होइन। अब आवरली बेसिसमा ल मैले तपाईँलाई $30 दिन्छु, डेमा 2 आवर्स, हप्तामा 2 दिन मात्र हेरिदिनु न त भन्ने तरिकाले पनि मैले त्यसरी पनि एउटा पाएको थिएँ होइन। त्यो हिसाबले त्यो एउटा सायद एउटा पोस्टले नै होला, त्यो जोरामा राखेको प्रोफाइलले गर्दा नै होला। त्यसरी मैले एकचोटि ट्राई त गरेँ, अब त्यसपछिदेखि ट्राई गरेन। किन भन्दा सुरुमा आउँदा त्यो ट्राई कति बेला गरेँ त भन्दा जब मसँग जब थिएन, वास्तवमा त्यति बेला के कसरी हुन्छ प्लेटफर्महरू बनाइरहेको थिएँ, त्यसरी गर्दाखेरि त्यति बेला गरेँ। सुरुवाती दिनहरूमा चाहिँ नि सायद नआएको भयो नि ठिकै हुन्थ्यो कि जस्तो त लाग्थ्यो, तर अहिले ल ठिकै छ आइयो, अब अलिअलि केही न केही डिग्रीहरू पनि प्लस सँगसँगै केही पैसाहरू भनौँ न अब होइन, अलिअलि केही राखेर गएर नेपालमा आफ्नो ब्याग भएर फिल्ड या कुनै बिजनेस यताउति सबै स्टार्टअप गर्न सकिन्छ कि, त्यसरी गर्ने हिसाबले गरियो र गरिँदैछ। त्यो हिसाबले चाहिँ नि अगाडि बढिरहेको छु म। स्टुडेन्ट छन्जेलसम्म अस्ट्रेलियाले वास्तवमा कमाउन दिँदो रहेनछ जस्तो लाग्छ मलाई, किनकि मै अब मानौँ न सेकेन्ड मास्टर्स गर्न लाएँ, तर म फर्स्ट मास्टर्सकै लोन अझै तिरिसकेको छैन क्या। म फर्स्ट मास्टर्सकै लोन तिरिसकेको छैन। अनि यो स्टुडेन्टको एउटा चाहिँ नि पीडा यो हो क्या, एउटा लाग्छ मलाई है।
अब फर्स्टकै तिरेको छैन, अब सेकेन्ड भ्याउन्जेलसम्म पनि तिरिन्न, नेक्स्ट 4 इयर्ससम्म त तिरिन्न जो अभियसली नो डाउट। अनि नेक्स्ट 1 इयरसम्म त अब फेरि पढाइ कम्प्लिट भएको हुन्छ बल्ल, अनि अब नेक्स्ट 1 इयरसम्ममा ल राम्रो गरियो भने बल्ल लोनहरू तिरिएला हुन्छ। अनि लोन तिर्दा 5 इयर्स त अलरेडी पास भइसकेको हुन्छ। अनि अब त्यसपछि चाहिँ नि बल्ल ल अब कति कमाइदो रहेछ है, कति समयसम्म अब 2-4 वर्ष कति बसिन्छ, त्यो हिसाबले अब बल्ल कमाइ सुरु हुन्छ। मेरो फ्यामिली मेम्बरमा पनि अब हुन त धेरैको फ्यामिली मेम्बरमा वास्तवमा कसैको नबुझ्ने नि हुन्छन्, तर मेरो केसमा चाहिँ नि के छ भन्दा उहाँहरूले आफै पनि भन्नुहुन्थ्यो ठिकै छ त पढुन्जेलसम्म त अब लोन हामीले नै तिर्ने होला भन्नुहुन्थ्यो है। लोन हामीले नै तिर्ने होला, त्यसले त सक्दैन सब, किनकि अब पढ्न गएको मान्छे होइन पढाइमा ध्यान दिनुपर्छ होला भन्न त भन्नुहुन्छ मलाई होइन। ठिक छ त पढ्न गएकोस् पहिला पढ, लोनसनको टेन्सन नगर भन्ने खालको पनि मेरो प्यारेन्ट्स चाहिँ नि त्यस्तो हुनुहुन्छ। तर एटलिस्ट अब त्यति त्यसको बोझ चाहिँ नि अलिक कमै छ जस्तो लाग्छ। ठिकै छ प्यारेन्ट्सले त्यो खालको मोटिभेसन होइन मलाई जुन दिनुभयो त्यो त आफ्नो ठाउँमा ठिकै हो, दिनुपर्ने नै हो प्यारेन्ट्सको नाताले, प्यारेन्ट्सको हिसाबले। तर मैले बुझ्ने अब मैले गर्दा अब एजुकेसन लोनबाट आइयो, एजुकेसन लोनको इन्स्टलमेन्ट हुन्छ होइन, इन्स्टलमेन्ट अब यताउति यहाँ आइसकेपछि फी तिर्दा यताउति साथीहरूसँग हुन्छ कि कसरी हुन्छ म्यानेज गऱ्यो भने इन्स्टलमेन्ट चाहिँ नि मै तिरेर आइरहेको छु। तर एटलिस्ट त्यो जुन ब्याज मात्र भनौँ न, इन्ट्रेस्ट मात्र तिरिरहेको छु, अरू त अब प्रिन्सिपल अमाउन्ट त चाहिँ नि अब पछि नै तिर्ने हो। अब त्यो ब्याङ्कमा अब बढ्दै जान्छ, अब इन्ट्रेस्ट तिर्दै गइएछ, अनि अब प्रिन्सिपल अमाउन्ट पछि नै तिर्ने हो, त्यो हिसाबले अगाडि बढिएछ। नेपालमा भएका प्यारेन्ट्सहरूले यो बुझिदिनुपर्छ कि लाइक मेरो छोराछोरी गएछन्, मेरो भाइ बहिनीहरू गएछन्, उनीहरूले पढुन्जेल स्टुडेन्ट भुन्जेलसम्म त तिर्न सक्दैनन् बुझ्नुपर्छ जस्तो लाग्छ। किन भन्दा एज अ स्टुडेन्टले काम गर्न पाउने 24 आवर्स हो। 24 आवर्समा चाहिँ नि नर्मल्ली एभरेज भन्नुपर्दा $600 चाहिँ नि कमाउँछ 24 आवर्समा। अब 600मा रुम रेन्ट, ग्रोसरी अनि आफ्नो अब ट्रान्सपोर्टेसनहरूदेखि लिएर यताउति गर्दाखेरि सेभिङ चाहिँ नि हुँदैन त्यस्तो केही। अब त्यही माथि देखेको युनि फीहरू पनि म्यानेज गर्नुपर्ने हुन्छ, कलेजका फीहरू। अनि त्यो कलेजको फीहरू म्यानेज कसरी गर्ने त भन्दा त्यसमा पनि उनीहरूलाई गाह्रो भइरहेको हुन्छ स्पेसल्ली। हो यी कुराहरू गाह्रो हुन्छ भनेर पनि नेपालबाट पनि बुझिदिनुपर्छ जस्तो लाग्छ र प्रेसराइज गरिदिनुहुन्न जस्तो लाग्छ है। यो कुरामा चाहिँ नि म आफ्नो पर्सनल एक्सपिरियन्स दिने भन्दा होइन ठिक छु त भनिन्छ नर्मल्ली, तर ठिक छु होइन, हाँसो मजाक पनि गरिन्छ आफ्नो ठाउँमा छ, तर वास्तवमा मलाई लाग्छ भित्रैबाट ठिक हुँदैन जस्तो लाग्छ क्या। किनकि मेरो केस हेर्ने हो भने कसरी म ठिक हुन सक्छु त, मसँग छ त तनाव होइन, छ त होइन, मसँग मात्र यस्तै त तनाव सबैसँग हुन्छ नि। अब फी तिर्नुपर्ने हुन्छ, एउटा मास्टर्सकै मैले भने अघि जस्तै एउटा मास्टर्सको लोन सकेको थिएन, अर्को मास्टर्स जोइन गर्दाखेरि पनि फेरि ब्याङ्क अकाउन्टबाट उतैबाट एजुकेसन लोन गरेर फेरि पनि तिरे आऊ मैले 1 इयरको फी। अनि अब त्यत्रो लोन तिर्नु छ, पिआर कहिले हुन्छ हुँदैन होइन, सबै रिलेसनहरू हेर्नु छ, यता अस्ट्रेलियाको बसाइ हेर्नु छ, काम हेर्नु छ होइन, सबै यी कुराहरूले मलाई लाग्दैन कि लाइक अल इज वेल भनेर अब भन्ने हो आफूलाई, तर वास्तवमा वेल हुन्छ जस्तो लाग्दैन क्या मलाई धेरै जसो केसहरूमा। सेफको कुरा गर्ने भने उहीँ ब्रिस्बेन हुँदाखेरि पनि यति त अब रिसर्च गरिएको थियो लाइक डार्विन त्यति साह्रो सेफ त छैन ब्रिस्बेन जस्तो होइन। अब किन भन्दा यहाँका अब फर्स्ट नेसन पिपुलहरू मात्र धेरै हुन्छन् अरे, अनि क्राइमहरू अलिक बढी हुन्छ भन्ने सुनिन्थ्यो है, क्राइमहरू बढी हुन्छ भन्ने सुनिन्थ्यो। अनि ल ठिकै छ त नि भन्ने तरिकाले अब गोल त अब पिआरै थियो, त्यसको लागि अब मुभ हुनै पर्यो, अप्सनै थिएन। अनि अप्सनै नभइसकेपछि आउन त आइयो। अनि यहाँको अब डार्विन सुरुमा अब त्यो हटेस्ट प्लेस त हो अस्ट्रेलियाको भन्ने सुनियो, आइयो होइन, गर्मी त गर्मी नै हो। तर सुरुमा आउँदाखेरि चाहिँ नि एयरपोर्ट जब झऱ्यो, एयरपोर्टको एक्सपिरियन्स यस्तो लाग्यो लाइक हाम्रै नेपालको काठमाडौँको एयरपोर्ट जस्तै लाग्यो क्या वास्तवमा है। त्यो बाटो त जब त्यो जिप त्यो कारमा आइयो, त्यो पहेँलो माटो जस्तो देखेँ भने मैले साइडमा, अनि त कता होइन नेपाल होइन त्यति विकास डेभलप साँच्चै छैन रहेछ क्या हो। ब्रिस्बेन हुँदाखेरि सुनेको थिएँ होइन, एकदमै रिजनल हो, डेभलप छैन भन्ने सुनेको थिएँ, तर वास्तवमा यहाँ आइसकेपछि हो रहेछ, वास्तवमा त्यति डेभलप त भइसकेको अवस्था त वास्तवमै छैन अरू सिटिजहरूको तुलनामा होइन। अपर्च्युनिटिजहरू पनि अब वास्तवमा कमै रहेछन् धेरै जबहरूकोमा पनि होइन। धेरै स्टुडेन्टहरू डार्विनमा बेरोजगार भइरहेका पनि देखियो, भेटियो होइन। अब मैसँग पनि कनेक्सनमा भएका पनि बेरोजगारमा पनि
अब 6-7 महिनासम्म पनि राम्रो जब पाइएन भन्ने खालका मान्छेहरू पनि भेटेँ होइन। नर्मल त लाइक 2-3 मन्थ्स एभरेजमा निकाल्ने भने 3 मन्थ चाहिँ नि एभरेजै रहेछ जस्तो लाग्छ मलाई जब नपाउने, बेरोजगार हुनेको क्या डार्बिनमा। बेरोजगार यो जुन छ बेरोजगारी रेट, यो बेरोजगारी रेट अहिलेको अवस्थामा पनि उस्तै छ। अनि मैले सेल्फ यसो एनालाइसिस भनौँ न सोच्छु, यसो हेर्छु अहिले जुन यो मेन सिटिजहरूबाट जस्तै सिडनी, मेलबर्न, ब्रिस्बेनबाट अहिले जुन यो पिआर पाउनु एकदमै गाह्रो छ, एकदमै गाह्रो भइसकेको छ। अनि अब त्यहाँ नभइसकेपछि अल्टिमेटली अब उनीहरूको गोलै डार्बिन, ताजमानिया नै छ, धेरै जसो डार्बिन छ। अब डार्बिन आइराख्दाखेरि यहाँ अपर्च्युनिटिज अहिले खासै त्यति बढेको देख्दिनँ मैले यहाँ होइन। तर स्टुडेन्ट चाहिँ नि आउने सङ्ख्या चाहिँ नि एकदमै ह्युज एमाउन्ट देख्छु मैले। अनि त्यो देख्दाखेरि यसो लाग्छ कि लाइक अझै स्कार्सिटी हुने हो कि जबको जस्तो लाग्छ, अझै स्कार्सिटी बढ्छ पनि जस्तो लाग्छ मलाई। किनकि यो जुन अहिले अस्ट्रेलियाले जुन गाह्रो वास्तवमा गाह्रो भइसकेको छ स्पेसल्ली गाह्रो भइसकेको छ पिआरको लागि। र अब त्यसको लागि चाहिँ नि फाइनल यो अहिलेको डेस्टिनेसन नै डार्बिनै छ। अब त्यो गर्दाखेरि पनि यो डार्बिन चाहिँ नि आफैमा पनि सानो ठाउँ, थोरै अपर्च्युनिटिज नै थियो, छ पनि। अब यो हिसाबले गर्दाखेरि पनि टन्नै आइरहेको देख्दा अभियसली अब झनै गाह्रो हुन्छ कि जस्तो पनि लाग्छ। कम्युनिटीमा मान्छेभन्दा अब नेपालीहरूमा पनि होइन हेल्पफुल पनि धेरै हेल्पफुल पनि मान्छे मैले भेटेको छु छन्। अनि हेल्पफुलै धेरै भेटेको छु भेट्न त। तर एटलिस्ट कहिलेकाहीँ के हुँदो रहेछ भन्दा यसो आफ्नो एक्सपिरियन्स होइन रेज्युमी बाँड्न जाँदाखेरि पनि लाइक कोहीको जुन हिसाबले बोल्छन् नि अलिकति पोजिसनमा पुगेका मान्छेहरू भनौँ न, जुन हिसाबले भन्छन् लाइक अब सोध्यो होइन साइडमा, अब मेरै एक्सपिरियन्स साइडमा भएको अब यहाँका मान्छेले यहाँका सायद अब यहीँका नै होला होइन मान्छे होला, अब आफ्नो ठाउँको मान्छे नभइसकेपछि उसँग कुरा यसो मेरो एक्सपिरियन्स उसँग कुरा गरिराख्दाखेरि होइन जबको लागि जाँदा उसँग कुरा गरिराख्दाखेरि उताबाट होइन अब आफ्नै ठाउँको आफ्नै नेसनको भनौँ न मान्छेले चाहिँ नि अहिले हायरिङ छैन यहाँ, जुन हिसाबले एउटा जुन बोल्नु भएको थियो नि वर्डहरू अलिकति हुन्छ नि त पोलाइटनेस होइन, अब यहाँ अहिलेलाई छैन, ठिक छ रेज्युमी ड्रप गरेर जानु भयो भने हामीले तपाईँले खबर गर्छौँ भन्ने तरिकाले कुरा गरे पनि राम्रो हुन्थ्यो। तर एक्चुअली एकको एक्सपिरियन्स उहाँले छैन भनेर जुन हिसाबले भन्नुभएको थियो नि त्यो मलाई बोली नै रिउड जस्तो लाग्थ्यो क्या वास्तवमा है त्यो हिसाबले। अनि अब उता भनिसकेपछि अनि अर्को यहीँका अब सायद अजी नै होला होइन अस्ट्रेलियन नै जस्तो लाग्थ्यो मलाई। उहाँले चाहिँ नि यु क्यान ड्रप यर रेज्युमी भनेर उसले बरु रेज्युमी छोडेर जा भनेर पनि उसले त एटलिस्ट भनेको थियो। तर त्यहीँनिर उता अगाडि बसेको होइन अलिकति अब रिसेप्सनमै होला पक्कै नै उहाँले चाहिँ नि छैन भनेर जुन हिसाबले भन्नुभएको थियो त्यो चाहिँ नि अलिकति पीडादायी जस्तो लाग्छ क्या। हामी आउने सबै ग्राउन्ड लेभलबाटै हो, दुःख त्यही भोगेरै आएको, सायद त्यो ठुलो पोस्टमा एकैचोटि डाइरेक्ट कोही गएको हुँदैन, सबै त्यही ग्राउन्ड लेभल किचन एन्ड क्लिनिङ यताउति गरेर होइन सानो काम गरेर अगाडि बढ्ने हो, ठुलोमा पोस्टमा पुग्ने हो। अनि मलाई के लाग्छ, मैले के भन्छु भन्दा त्यो पोस्टमा पुगिराख्दा कहिले भुल्नु हुँदैन क्या आफ्नो ग्राउन्ड लेभल, लाइक म कहाँबाट आएको थिएँ यही फेजमा म पनि थिएँ होइन। आज जसरी हामी रेज्युमी बाँड्न गइन्छ एज अ स्टुडेन्ट रेज्युमी लिएर डोर टु डोर गइन्छ हो, त्यस्तै हामी पनि कुनै स्टेजमा थियौँ होला होइन। पक्कै पनि आएर डाइरेक्टै त त्यही घुम्ने कुर्सीमा त जब पाएको त होइन होला पक्कै नै हो। त्यो त्यसरी सोचेर पनि मलाई लाग्छ ग्राउन्ड लेभलमै सोचेर आफ्नै कम्युनिटीको मान्छे हो भने वाइ नट किन हेल्प गर्नु होइन। राम्रै ठिक छ जब होला नहोला आफ्नो ठाउँमा छ, तर कहिलेकाहीँ त मोटिभेट गरेर पनि पठाउन सकिन्छ क्या हो। त्यो कुराहरूले पनि धेरै मोटिभ गर्छ आफू स्टुडेन्टलाई पनि होइन, अलिकति डिमोटिभ हुनेबाट बचाउँछ, अलिकति विश्वास पनि लाग्छ नि त आफ्नो कम्युनिटीको मान्छे ओहो भन्ने पनि हुन्छ त्यस्तो। त्यही भएर मैले दुवै थरीका मान्छे पनि भेटेँ, तर एटलिस्ट मैले धेरै भेटेकोमा हेल्पफुलै भेटेको छु। वास्तवमा मैले अनेस्टली भन्नुपर्दा मलाई लाग्छ अब मैले यी कुरा पनि अब बाबामम्मीले सेयर गरियो भने अलिकति बढी तनाव लिनुहुन्छ कि भन्ने खालको पनि सोचिन्छ होइन। त्यही भएर पनि मैले सेयर गरिनँ होइन, गर्दिनँ मैले। तर एटलिस्ट यहाँका साथीहरूले यसो कहिलेकाहीँ सोद्धा के छ यताउति होइन, कहिलेकाहीँ यसो बस्दाखेरि यस्तै होइन साथीभाइहरूसँग बस्दा गफ गर्दा चाहिँ नि दुखेसोहरू होइन सुख दुःखका कुराहरू पोखिन्छ आफ्नो ठाउँमा छ। तर प्यारेन्ट्सलाई चाहिँ नि अझैसम्म त्यो कुराहरू पोखिए छैन, किनकि अलि बढी अब प्यारेन्ट्स हो नि त, अब टेन्सन गर्नुहुन्छ बढी, किन टेन्सन दिनु भनेर पनि होइन, किन त्यो महसुस गराउनु भनेर पनि भनिया छैन। त्यो वास्तवमा त्यस्तो मन भारी भएर अब त्यस्तो स्याडै हुने खालको त छैन, किनकि आफूलाई थाहा छ अब अस्ट्रेलिया वास्तवमा सहज त छैन सबै कुराहरूले होइन।
अभियसली सहज त हुँदैन, सहज छैन पनि। ठिक छ, अब दुःख पछि सुख आउँछ जो होइन, दुःख हुन्छ, अहिले दुःख गरिएछ, एक दिन आउला नि सुख भन्ने हिसाबले पनि त्यो एउटा होप राखेर पनि अगाडि बढिएछ होइन। म त 100% हो, यसमा डाउटै छैन कुनै होइन। म नेपाल छँदा पनि मैले भनेकै हो, नेपाल छँदा पनि मैले त्यति बेला पनि मैले साथीभाइसँग कुराहरू गर्दाखेरि पनि वान डे आई विल बी ब्याक भनेकै हो। अस्ट्रेलिया आइसकेपछि पनि अब यत्रो 3 वर्ष भइसक्यो होइन, कटिसक्यो लगभग, अझै पनि मैले भनिरहेको पनि छु आई विल बी ब्याक होइन वान डे। अब अभियसली मैले धेरै मान्छे यो पनि देखेको छु होइन, म ब्याक हुन्छु भनेर आएका मान्छे होइन, यहीँ बसेँ अब त गइन यार, यहीँ छ सबै कुराहरू छ, सुख छ होइन, इन्सुरेन्स यहाँ हेनतेन छ, सबै कुराहरू छ, नेपालमा केही छैन यार, सेफै छैन नेपालमा भन्ने मान्छेहरू पनि भेटेँ, अनि र म जान्न भन्ने मान्छेहरू पनि भेटेँ होइन। तर त्यसमा म चाहिँ नि मेरो चाहिँ नि स्पष्ट कुरा के हो भन्दा म वान डे ब्याक त 100% हुन्छ। एटिट्युडको कुरा आउला होइन, तर मेरो सोच पहिल्यैदेखिको पनि होइन, एनी हाउ नेपालमै बिताउने हो र आफ्नै अलि ठिक छ, अलि समयलाई त प्यारेन्ट्सलाई छोडियो होइन, बाबुआमाले छोडियो, तर अल्टिमेटली हमेसा अब भनौँ न यहाँ बसियो भने त लाइक एउटा माया मारे जस्तो पनि हो कि, माया त हुन्छ आफ्नो ठाउँमा होइन, माया गरिरहेको हुन्छ, कहिलेकाहीँ त महिनाका पैसा 10-20 हजार पठाइरहेका हुन्छौँ होइन, ल खर्च चलाउनु, चियापानी खानु भनेर। तर मलाई लाग्छ त्यो मात्र होइन क्या, प्यारेन्ट्सले एज अ यदि म प्यारेन्ट्स भएँ भने कुनै बेला मैले सोच्दैन कि मेरो छोराछोरी अस्ट्रेलिया या विदेश जाउन् र उनीहरूले मलाई 10-15 हजार 20 हजार दिइराखुन्, म यहाँ बस्छु आरामले मजाले, त्यो म सोच्दिनँ कि किनकि मलाई त्यो चाहिएको होइन नि त, मलाई वास्तवमा पैसा होइन। त्यस्तै मलाई लाग्छ कि मेरो प्यारेन्ट्सले पनि वास्तवमा पैसा मात्र मागेका होइनन् होला क्या, पैसा मात्र चाहेका होइनन्, मसँग बसोस् मेरो छोरो मेरो छोरी होस् होइन, जोसुकै होस्, मसँग बसोस्, हामीसँगै टाइम स्पेन्ड गरोस् भन्ने चाहना हुन्छ जस्तो लाग्छ कि सबैको। यो हामीले बुझ्नुपर्छ कि। तर अब त्यही त हो, अब यहाँ आइसकेपछि यहीँका सुख सहेलमा होइन, यहीँका झिलिमिली होइन, यसैमा हराउने मान्छेहरू त धेरै छन् हो, तर त्यो सबैले रिलेट गर्न नसकेका पनि हुन्छन्। यो एज अ एटिट्युड हिसाबले मैले भने होइन, तर अब सुन्दा जान्छ। तर अब यदि जसको चाहना होइन, भनौँ न अब कोही आउला पछि कोही होला होइन, म अस्ट्रेलिया बस्छु भन्ने खालको भयो भने पनि म के भन्छु भन्दा आई हेभ टु स्टे इन नेपाल भन्छु मैले होइन, मलाई नेपालमै बस्नु छ, म त्यहीँ बस्छु। अरूलाई अब मानौँ न मेरो बुढी होस्, जोसुकै मेरो बुढी नै होस्, ल म अस्ट्रेलिया बस्छु भने पनि बसोस् अस्ट्रेलिया भन्छु मैले, सिधा सादा होइन, बस्नुहोस् अस्ट्रेलिया। मलाई बस्नु छ नेपाल, मलाई बस्नु छ आफ्नो बाबुआमासँग, मलाई बस्नु छ आफ्नो बाबुआमासँग होइन। अभियसली अब त्यत्रो केयर गर्नुभयो हामीलाई होइन, यहाँ पठाउनु भयो, पढाउनु भयो, अब पछि बुढेसकालमा त सहारा त हुन पर्यो नि त। अनि नेपालमा होइन गर्न अब सकिन्थ्यो भन्ने त थियो, सकिन्छ भन्ने त हुन्छ होइन। मान्छेले एउटा यो यसमा मैले एउटा कुरा के पहिला सुरुमा थप गरेँ भन्दा, एउटा अलिकति लाग्छ अफवाह, एउटा मार्केटमा यो के छ भन्दा, अफवाह भनौँ कि के भनौँ, मार्केटमा के छ भन्दा नेपालमा केही गर्न सकिन्न भन्ने छन् क्या वास्तवमा। अनि यिनी तिनै मान्छे हुन्छन् जो केही नगरी भन्छन्, फेरि केही नगरी केही गर्न सकिन्न भन्छन् क्या। जुन हिसाबले मेहनत हामीले अस्ट्रेलियामा गरिन्छ त्यो मेहनत गरियो भने अनेस्टली नेपालमा पनि धेरै हुन्छ क्या। अस्ट्रेलियामा आएर मान्छेले 24 घन्टामा 18 घन्टाको सिफ्ट गर्छन् क्या, 20 घन्टाको सिफ्ट गरेको मान्छे मैले देखेको छु, 24 घन्टामा 20-20 घन्टा काम गरेको देख्छु। तर नेपालमा को मान्छे छ 6 घन्टाको अफिस जब छोडेर नेक्स्ट जब गएको मान्छे को छ भन्नाले। अब त्यही अब नेपालमा हुँदा त हामीले अनेस्टली सोच्थ्यौँ नि त, भाँडा माझ्ने काम त सानो हो होइन, सफा गर्ने सरसफाइ गर्ने काम सानो जस्तो लाग्थ्यो नि त। तर यहाँ आइसकेपछि यो कुरा बुझ्यो चाहिँ नि एभ्री जब इज इक्वल होइन, कुनै पनि जब सानो ठुलो हुँदैन, सबै बराबर हो भन्ने त। र सबै कामको रेस्पेक्ट होइन, त्यो चाहिँ नि एउटै हुँदो रहेछ, राम्रो हुँदो रहेछ भन्ने, त्यो एउटा राम्रो कुरो, त्यो पक्ष चाहिँ नि एउटा राम्रो भयो, हेरियो होइन, बुझियो। अरू चाहिँ नि अब गेनको हिसाबले हेर्ने भने ठिक छ, अब अलिकति भनौँ न एउटा ब्रोड माइन्ड पनि हुन्छ मान्छेको होइन, आइसकेपछि यताका एक्सपिरियन्स नलेजहरू लिइसकेपछि ब्रोड माइन्डेड त हुन्छ। त्यो प्रोसमा चाहिँ नि त्यो मैले लेख्छु होइन। यहाँको पढाइलाई मैले क्रेडिट केमा दिन चाहन्छु भन्दा लाइक यहाँ अलिक प्र्याक्टिकल बेसिस हुन्छ होइन, त्यो चाहिँ नि राम्रो पक्ष हो। प्र्याक्टिकल्ली होइन लगेर फिल्डमै यताउति अब कुन आफ्नो फिल्डमा खटाएरै एक्सपिरियन्सहरू गेन गराउँछ होइन, त्यो एउटा राम्रो पक्ष होइन, प्रोज त्यो सिकेको राम्रो हो एउटा, त्यति हो होइन। भने अरू त फाइदा बेफाइदा दुइटै नै छ। आफ्नै कम्युनिटी भनेर अलिकति विश्वास हुँदो रहेछ क्या, अरू भएको भए सायद मैले नै विश्वास गर्थिनँ होला र मैले साँच्चै पनि गर्थेन।
तर आफ्नै कम्युनिटीको मान्छे यसो बोल्दै जाँदा होइन ल होला त नि भनेर विश्वास गरेरै गरियो होइन, अगाडि बढियो। तर भनौँ त्यही तपाईँले भने जस्तै होइन, आई गट स्क्याम होइन। अब त्यसमा चाहिँ नि स्क्याम त भयो होइन। त्यो यस्तो थियो। अब वास्तवमा मैले नि यहाँ अब कम्युनिटी एउटा पेजमा चाहिँ नि कामकै लागि होइन, एज अ बेरोजगार भइराख्दा कामकै लागि काम छ भने कतैबाट होइन, कामकै लागि भनेर पोस्ट हालेको थिएँ होइन। अनि अब त्यतैबाट अब नम्बर पाएर अनि मेसेज गरेको थियो, यस्तो फोन गरेर भाइ तिमीलाई मैले लगाइदिन्छु क्लिनिङमा स्पेसल्ली होइन, क्लिनिङमा भनेर। अनि अब त्यसको लागि कार्ड बनाउनुपर्छ, कम्पनीको नाम हुन्छ भनेर होइन भनेको थियो। अनि कम्पनीको नामहरू राख्नुपर्छ, कार्ड बनाउनुपर्छ भनेर भन्यो। अनि मैले वास्तवमा कम्पनीको नाम पनि सोधेँ होइन, के रहेछ साँचो हो कि होइन यत्तिकै त दिन भएन भनेर पनि हेरेँ। कम्पनीको नाम पनि रहेछ त्यो। तर वास्तवमा त्यो अनुसारले अलिअलि विश्वास गरेर पठाएँ। अनि उसलाई पछि अर्को दिन मैले सोधेँ दाइ तपाईँको फेसबुक आइडी के छ होइन, यताउति सोधेँ उसलाई मैले सोच्दाखेरि फेसबुक चलाउन भन्नु। अनि त्यसपछि मैले तुरुन्त सोधिहालेँ तपाईँले मेरो फेसबुक आइडी नचलाउने भए मैले फेसबुकमा गरेको पोस्ट कसरी देख्नुभयो भन्ने कुरा मैले निकालेँ होइन। मैले फेसबुकमै पोस्ट गरेको थिएँ, यदि फेसबुकै नचलाउने भए मेरो नम्बर कसरी भेट्नुभयो त फेसबुकबाट भन्ने कुरा। अनि त्यति बेला मैले थाहा पाइसकेको थिएँ स्क्याम भएकै हो भनेर होइन। तर ठिकै छ, अगाडि बढ्दै जाँदा यसो बुझ्दै जाँदा अनि जब मैले पोस्ट हालिसकेँ आफ्नो सामाजिक सञ्जालमा, त्यति बेला चाहिँ नि लाइक मलाई मेसेज गर्ने मान्छेहरू पनि मोर देन 50जना होइन मान्छेहरूले मेसेज गर्छन्, दाइ अर्थात् कोही भाइ यही नम्बरबाट, यही जिमेल एड्रेस, यही सेम नम्बरबाट मनी स्क्याममा परेको हो, तर अस्ट्रेलियाका विभिन्न सिटिजहरूबाट। इट मिन्स त्यो मान्छेको सञ्जाल भनौँ कि के भनौँ होइन, चारैतिर रहेछ नि त स्क्याम गर्ने। अब म डार्विनमा बस्ने मान्छे, उसले स्क्याम गरेछ। एडिलेडको मान्छेले पनि, पर्थको मान्छेलाई, मेलबर्नको मान्छे कनेक्सनमा आइरहेछ यही नम्बरबाट मनी स्क्याम भएको हो भनेर, सिडनीको मान्छे आइरहेछ कनेक्सनमा होइन। त्यसरी 50जनाभन्दा बढी क्या उसले स्क्यामै गरेर बसिरहेको रहेछ। काम सायद छैन होला। अब नेपाली नै हुन्, अब यस्तो नेपालीहरू पनि छन् यो कम्युनिटीमा हाम्रो। अब अस्ट्रेलियामा के भन्नु यस्ता मान्छेलाई। अब यो बुझ्नुपर्छ कि अस्ट्रेलियामा काम लगाइदिन्छु या काम मिलाइदिन्छु भनेर कसैले यदि पैसा माग्छ होइन, कामको लागि माग्छ भने त्यो टोटल्ली स्क्याम हो है। त्यसमा नो डाउट। त्यो यहाँ अस्ट्रेलियामा कुनै पनि कामको लागि या होइन पहिल्यै पनि पैसा बुझाउनु पर्ने, माग्नु पर्ने केहीको पनि हुँदो रहेनछ। अब मानौँ न कसैले उसले मलाई भन्थ्यो ड्रेसको लागि पनि मागेको रहेछ। यहाँ अस्ट्रेलियामा कुनै पनि कम्पनीले, कुनै पनि कामले पनि जबको लागि पहिल्यै पैसाहरू होइन माग्दैन। अब त्यो यदि कसैले पैसा मागिरहेको छ भने टोटल्ली स्क्याम हो भनेर बुझ्दा हुन्छ होइन। त्यो अगाडि त्यसरी अब बुझ्नुपर्छ भन्ने लाग्छ मलाई। अनि अब यो न्यूनीकरण गर्नलाई अब मलाई के लाग्छ भन्दा यहाँ अस्ट्रेलियामा पनि अब कम्युनिटी छन् नि त हाम्रो एनआरएनएहरूको कम्युनिटी होइन। अब विभिन्न ठाउँकाहरू उनीहरूले पनि पहल गर्नुपर्छ, यो वास्तवमा रिच आउट गर्नुपर्छ कहाँदेखि कसरी स्क्याम भएछ। एउटा मान्छे होइन 50जना मान्छे भइरहेछ भने त्यो सल्युसन त निकाल्न पऱ्यो नि त। किनकि हामीसँग उसको नम्बर छ, उसको भोइस रेकर्डहरू छन्, मान्छेको होइन डिटेल्सहरू अलिअलि छ। त्यहाँबाट भयो नि निकालेर उसलाई अब यसरी कारवाही गर्नुपर्छ नि त। अनि अर्को एउटा लास्ट मेसेज चाहिँ नि भन्नुपर्दा के लाग्छ भन्दा कुलतमा फस्नु हुँदैन क्या। यो भेपिङ के भन्छ, भेप सेप होइन, जाँड रक्सी, यिनीहरूतिर वास्तवमा यो अल्टिमेटली लस हो नि त। त्यो पनि अब भेप पनि सायद मलाई लाग्दैन कि $40-50 भन्दा कममा पाइन्छ जस्तो लाग्दैन पनि होइन। मलाई एक्ज्याक्टली त थाहा छैन, तर त्यति लाग्छ होला। वास्तवमा त्यो पनि एउटा लस हो नि त एक हिसाबले होइन। त्यो वास्तवमा भुलाउनलाई भन्छ नि, गम भुलाउनलाई हो, तर त्यो गम भुलाउन होइन, त्यसले झन् उल्टै थप्दिरहेको हुन्छ क्या। स्ट्रेस नि त थप्छ नि त, फाइनेन्सियल्ली विक बनाउँदै जान्छ नि त। त्यो पनि एक हिसाबले एज अ सेभिङ हेर्न सकिन्छ कि हामीले ती कुराहरूबाट बचियो भने त्यो त सेभिङ हो नि त हाम्रो हो। त्यो कुराहरू पनि यसो मलाई लाग्छ इन्टरनेसनल स्टुडेन्ट एज हामी नेपाली स्टुडेन्टले होइन हेर्नुपर्छ, विचार गर्नुपर्छ होइन, सल्युसनतिर जानुपर्छ त्यसको पनि। अनि आफ्नो गोललाई स्पेसली फोकस गरिराख्नुपर्छ होइन। गोल अनि अब के हो, के को लागि आएको हो त्यतातिर फोकस बढी गर्नुपर्छ होइन। अरू दायाँ बायाँ भन्दा पनि अनि दायाँ बायाँ अब त्यही त हो, अब बिग्रिने यताउति कहाँ कसको के कता होइन धेरै छन्। अहिलेको यो समाज धेरै वास्तवमा समाजमा विकृतिहरू धेरै फैलिरहेका छन् होइन, विकृतिहरू आइरहेका छन् पनि। हो यिनीबाट कसरी बचिन्छ, राम्रो बनाउनतिर लाग्नुपर्छ जस्तो लाग्छ मलाई हेर्दै होइन। सोसियल मिडिया त अब अलिअलि एक्टिभ भन्दा नि
मलाई खासमा अलिकति एक्टिभ किन भएको भन्दा म एक्टिभ थिएन वास्तवमा होइन। एक्टिभ किन भएको भन्दा अलिकति म्यासेज साँच्चै पनि अलिक थोरै भए नि म्यासेज दिउँ न भन्ने तरिकाले मात्र अलिकति थोरै एक्टिभ भएको थिएँ है, भएको हो। अरू त त्यस्तो केही होइन। तर ठिकै छ, अब केही कुराको पनि होइन, केही इन्फर्मेसनहरू होइन, मलाई थाहा भएको कुराहरू चाहिएको छ र चाहिन्छ भने होइन, अब फलो गर्न सक्नुहुन्छ। सुरेन्द्र नै छ नाम होइन टिकटकमा। अब सुरेन्द्र अब त्यही कमनली नै सर्च गर्दा पनि आउँछ होला सायद, सुरेन्द्र सर्च गर्दा आउँछ होला। अब स्पेसहरू भए पनि आउँछ होइन। हो त्यति नै हो, अरू त अब त्यस्तो केही छैन। तपाईँहरूलाई नि धेरै धेरै धन्यवाद।